मान्य सदस्य के विषय थियो, के नियमावली, कुन नियमावलीको कुन नियमावली मान्य सदस्य? के भन्न चाहन्छु भने मन्त्रीज्यूले नै 4-5वटा मन्त्रालय बोकेर उहाँ राज्य व्यवस्था समितिमा पनि आउन सक्नुहुन्न, यहाँ पनि आउन सक्नुहुन्न। त्यसो भएको कारणले गर्दाखेरि सोधियो भन्ने हिसाबले यहाँहरूले जुवारी जुन खेलिराख्नु भएको छ यो नियम मुताबिक छैन, संसदको तपाईँको चाहिँ के अरे भावना मुताबिक हुँदैन, यो भन्न चाहन्छु। र यो बोल्ने कुराहरूमा पनि तपाईँको चाहिँ हामीलाई अत्यन्तै सीमित पारिएको छ। यहाँ सत्ता पक्षको साथीहरूले बोलिरहनु पर्ने आवश्यक हुँदैन, त्यति सत्ताले त काम गर्ने हो। प्रतिपक्षको चाहिँ तपाईँको चाहिँ प्रश्नहरू राख्ने पर्याप्त समय पनि छैन, जहिले पनि तपाईँको चाहिँ के अरे होइन हामीलाई 1 मिनटमा सक्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने भन्ने बाध्यता छ। र अर्को कुरा म ध्यान आकर्षण के पनि गराउन चाहन्छु भने सभामुख महोदयलाई, यो कुर्सीहरू खाली छ, आधीभन्दा धेरै कुर्सी खाली छ। यसरी तपाईँको अनुपस्थित हुने सांसदहरूलाई के कारवाही गर्नुपर्ने हो त्यो अनुसारको कारवाही गर्नुहोस्। यहाँ हामी चाहिँ आधा दिनभरि बसिराख्नुपर्ने, अरू चाहिँ नबस्दा पनि हुने भनेदेखि हामी पनि तपाईँको चाहिँ यहाँ बसिराख्न होइन उचित ठान्दिनँ। म पनि त एउटा दलको नेता हुँ, म पनि अहिले लागेँ, किनभने यो लाइन सबै खाली छ, नआउनु पर्ने नबस्नु पर्ने रहेछ। तपाईँले जे गर्नुपर्ने गर्नु होला। शुभ दिन। माननीय सदस्यहरू,